यो न्युजिल्यान्ड हो म अहिले टेक सर्कलमा आएको छु र यहाँको चाहिँ विशेषता भनेको यहाँनिर अब तपाईँ हेर्न सक्नुहुन्छ यो घर हेर्न सक्नुहुन्छ यता देशर यता घुमाउँदै यो फरक घर छ यता फरक घर छ यता फरक आफ्नो हिसाबले घर बनाएको छ है अनि अब यहाँनिर चाहिँ अब एकदमै हुन्छ नि अब कस्टम घर आफ्नै हिसाबले भने युएसमा चाहिँ कस्तो छ भने अब घर एउटा सडन एउटा घर एउटा स्ट्रक्चर भन्दा आफ्नो हिसाबले बनाउन मिल्दैन किनभने त्यसको पार्ट्सहरू केही पाइँदैन क्या कस्टम बनायो भने केही पनि पाइँदैन त्यो भएपछि पछि लस हुन्छ त्यो घरको भ्यालु नै हुँदैन फेरि होइन कस्टम बनाएको घर बिक्री हुँदैन फेरि आफ्नो हिसाबले बनाएको मोडिफाई धेरै गरेछ भने घर धेरै मोडिफाई गरेछ भने बिक्री हुँदैन त्यो लस हुन्छ त्यही कारणले मान्छेको त्यो भए हिसाबले मान्छेले कस्टम बनाउँदैन क्या रिस्क लिँदैन किन मिलियनभन्दा बढी जान्छ पैसा अनि भरे अन्तिको रिस्क लियो पनि हुन्छ नि त अनि यो चाहिँ अब कस्तो रमाइलो लाग्यो भने यहाँनिर मलाई नेपालकै भाइब्स आयो किन तपाईँको यहाँनिर ओह्रालो आइहाल्यो ओह्रालो हो उकालो आइहाल्यो हो उहाँबाट आउँदाखेरि नि सर मैले बाटोमा देखेको थिएँ मैले बिचमा कुलो थियो यस्तो बगेको लामो कुलो अनि वरिपरि पुरै हरियाली थियो धान जस्तो देखेको माथि प्लेनबाट त्यो चाहिँ के हो सर त्यो चाहिँ मतलब त्यो धानै हो कि के हो खै सर त्यो फार्मिङ होला सानो जस्तो क्रप्स भन्नु न सर अब आफ्नो के हुन्छ हौ सर अब फार्मिङ नै हो सर गार्डनहरू सिप ज्यादा छ अब फार्मिङ क्याटलिङ राम्रो छ सर या वाक हो सर तपाईँ वाक गरेर सिटी पुग्न सक्नुहुन्छ सर यो बाटो ए हो गाडीबाट आयो भने साइक्लिङ गरेर नि भयो त्यही त कस्तो रमाइलो ल यो सम्झान्छ अनि माथि माथिको भ्यू सतक्क उहाँबाट आइदिनु भयो धन्यवाद अनि म 18-19 घन्टाको ट्राभल गरेँ म त अझै 18-19 घन्टा टाढा थियो नि म आइपुग्थेँ अनि म 38-40 आवर्स त उयो गर्ने छु राखिन म प्लेनमा मजाले खाइहाल्छु हो जे पनि रुचिहाल्छ मलाई मजाले निदाइहाल्छु तँलाई त खोला कस्तो मजा नेपाल नेपालको ठ्याक्कै यहाँ आयो भने नेपाल जानु नपर्दो रहेछ हामीलेको पानी जे भए पनि होइन यहाँ टक्क टपमा टक्कसँगले चिसो हावा यहाँ सर उल्टा नि विन्टर आउन आँटो होइन अब स्प्रिङ छ अहिले अब समर आउन आँटो छ समर आउन आँटो उहाँ चाहिँ विन्टर आउन आँटो कस्तो अपोजिट हुँदो रहेछ क्या है अनि हेर्नु त वहाँनिर हेर्नु त ल माथि घरहरू मसिना ठुक्काट परेका विशाल घरहरू पानी त्यही त टक्क चराचुरुङ्गी आवाज टक्कसँगले होइन हरियाली चराचुरुङ्गी कराएको होइन पुरा प्राकृतिकमा सर यसैमा रमाउनु भएको छ झ्याप्पसँगले अर्ग्यानिक खायो घरमा है मलाई बिहान अर्ग्यानिक टक्क खुवाउनु भयो जामसाम हालेर होइन ल होइन मुनि तल झरेको छ फेरि सट्टै माथि आएको छ क्या फरक खालको गर्छ हो सबै डिफरेन्स त्यहाँ अर्कै छ कस्तो बनाउने आफूलाई त्यहाँ अर्कै छ हो त्यहाँ अर्कै छ माइ गड घरको हुन्छ नि स्ट्रक्चरहरू त्यही त त्यो ठाउँबाट होइन हो त्यति परबाट आएको त्यसो अब यहाँ डाँडा भइहाल्यो होइन त्यहाँ होइन डाँडा भइहाल्यो यहाँ होइन डाँडा देखिहाल्यो तल डाँडा छ टक्क अलिकति पानी सानी रहेछ फेरि अब स्प्रिङ अहिले फुलेकै छैन नि सर अब अहिले स्प्रिङ भर्खर मात्रै उदायो हुँदैछ त्यही त हो ग्रिनरी अलिकति लस भएको छ अब के अरे यो तपपारी यो भ्याली हो यो भयो माथि डाँडा 2-3 लेयर डाँडा छ अनि माथि विन्ड मिल छ तर अहिले बादल लागेकोले देखिएन वेदर मिस्टले गर्दा देखिएन तल अरू बेला हो नि तपाईँ वरिपरि डाँडा हो सर यो वाउ त्यो यो बाटो छ नि यो सिटी सारो वरिपरि घुमाइदिएको छ नि यो बाटो टक्क यहाँदेखि लगेर गएर टक्क लगेर पुलबाट सट्ट वरिपरि मान्छेले हिँड्नु भनेर वाक